हेलो दर्शक बहिनीहरू, के तपाईहरुलाई थाहा छ हाम्रो नेपाल पनि यति सुन्दरता छ कि प्राकृतिकले हाम्रो नेपाललाई यी हिमालहरूले भरिएर अति सुन्दरता बनाएको छ। प्राकृतिकको यो सुन्दरता घुम्नलाई हाम्रो यो गाउँ ठाउँहरूमा पर्यटकहरू घुम्नको लागि अति सुन्दरता ठाउँहरू छन्। यति सुन्दर हिमालहरू छन्। यो ठाउँको नेपालको मध्यपश्चिम रुकुम र डोल्पा बीचमा रहेका यी हिमालहरू जो चाइनासँगको सिमाना नजिक पर्ने यी हिमालहरू हुन्। अहिले म कम्तीमा पनि 5 देखि 6000 मिटरको हाइटमा छु। अति सुन्दर यी ठाउँ, यी हिमालहरू हेर्दै प्राकृतिकको मजा लिँदै म यो भिडियो बनाइराखेको छु। तपाईहरु यी डाँडा पाखाहरू, यी हिमालहरू, यी शिखरहरू घुम्न नपाए तापनि यो भिडियोलाई हेरेर तपाईहरु इन्जोय गर्न सक्नुहुनेछ। यी ठाउँहरू हेर्दाखेरि साँच्चीकै नै स्वर्गीय चाहिँ नेपालै हो जस्तो पनि लाग्छ। किनभने यो प्राकृतिक पनि अति सुन्दरता छ। यी चिसो मौसमहरूमा चिसो हावा खाँदै यी हिमाल हेर्नुको मजा नै बेग्लै छ। दर्शक बहिनीहरू, तपाईहरु घुम्न आउन सक्नुहुनेछ। यस्तै हिउँ, यस्तै हिमालहरू हेर्न चाहनुहुन्छ भने तपाई वैशाख महिनादेखि लिएर जेठ महिनासम्म आउनुभयो भने यी हिमालहरू, यी डाँडाहरू, यी पाखा, यी खोलाहरू तपाईहरु हेर्न सक्नुहुनेछ। अति सुन्दर छ। यदि तपाईहरु वैशाख महिनामा घुम्न आउनुभयो भने यी सबै हिउँले भरिएको तपाई देख्न पाउनुहुन्छ। यदि जेठ महिनामा आउनुभयो भने यो दृश्य तपाईले देख्न सक्नुहुनेछ। दर्शक बहिनीहरू, कस्तो लाग्यो यो भिडियो, यी हिमालहरू कमेन्टमा अनिवार्य बताउनुहोला।